नलैजाउँ होला भाइ कता नलैजाउँ जान्छ अलिकति घाँसतिर लाग्नुपर्छ लेडिज एन्ड जेन्टलमेन वेलकम ब्याक टु माई अनदर युट्युब भिडियो हेर्नुहोस् म लक 9 आइसकेँ गाडीको टायरको हालत हेर्नुहोस् साथीहरू ग्रिप केही पनि छैन तर त्यो भन्दै साथीहरू हेर्नुहोस् भ्यू चाहिँ मान्नै पर्छ भ्यू चाहिँ मान्नै पर्छ राम्रो छ दिन खुलेको छ तक आज चाहिँ मसँग गेस्टहरू हुनुहुन्छ मेरो त्यहाँ दिदी हुनुहुन्छ यता मेरो बेना हुनुहुन्छ मेरो दिदीको जुत्ता हो गाइस फिसिङ गर्न आएर मसँगै दिदी पनि आज कालो बादल छ यहाँ चाहिँ थोरै त्यो ओपनिङ भएर घाम चाहिँ लागिरहेको छ यो सेक्सनमा तर आज पानी पर्ने चाहिँ फोरकास्ट छ बाटो यस्तो मेस्टअप होइन इन्टेन्स ड्रिफ्ट क्या गाडी चिप्लिँदै 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 somehow I made it guys फर्किँदा के गर्ने होला भन्ने कुरा पनि छ pretty simple rig मसँग यो टप वाटर लुगर छ let's try this guys यस्तो फलन नगर्दा टार्गेट गर्नुपर्ने हुन्छ होइन आज चाहिँ पानी परेर everything it looks sketchy guys everything looks sketchy यो टप वाटरको एक्सन राम्रो छ Let's make a jump guys wow म चाहिँ यो मेरो लुड चेन्ज गर्ने डिसिजनमा पुगेँ है अलिकति डिप जानु पर्यो क्या अहिले पानी एकदम चिसो छ प्लस दिन पनि ग्लुमी भएको कारणले चाहिँ त्यहाँ मैले अल चाहिँ हालेँ माथि नै चढ्ने होला अब यहाँ चाहिँ म के गर्छु भने मेरो स्लिपर खोल्नु पर्यो ग्रिप नभएर अलिकति टेन्सन छ क्या ह्यान्डमा ब्याग एकछिन सक्स लेट्स गो तँलाई देखिसक्यो नि तेरो टाउको देखि हो ए त्यसो भए यो त्यहाँबाट झाडी झाडी हिँड्दै आउनु
आमा कति साह्रो हल्ला गरेको यो चराहरू उनीहरूकै टेरिटोरीमा आएछ ल ल हस् हस् हुन्छ म चाँडै घर गइहाल्छु अनि 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 त्यस्तो छ ताल अनि अब यहाँबाट आउनु पऱ्यो यताबाट यता हान्नु पऱ्यो कि त तीबाट यता हान्नु पऱ्यो त्यहाँबाट हान्ने हान्नु त फेरि त्यहाँबाट मजा आउँछ ठिक छ त्यहाँबाट चिप्लिनेसम्म हुन्छ है त्यहाँबाट चिप्लिन्छ नि यहाँ हान्नु झ्याम्म अब यहाँबाट सजिलो हुन्छ नि अँ अब यहाँबाट त कति आनन्द आनन्द ल पाल्नु त ल उता बुढीलाई पनि बोलाउनु तर अब त के हल्लाले माछा पनि भाइसक्यो होला ढलेको मेरो साथीहरू चाहिँ जानुभयो ए तान्नु न ज्याटै भाँची त जान त भेना त हुक अल्झ्यो छोड्नु म आउँछु त्यहाँ छोड्नु भएन यहाँबाट हल्झेको छोड्नु ल अब रेडी है आँखा चिम्नु हात छोड्नु न हात छोड्नु न हात चाहिँ छोड्नु ए तेरिका नाना यो चाहिँ छोड्नु न यो चाहिँ छोड्नु न यो छोड्नु कि यो छोड्नु न यो नछोडी निक्लिँदैन क्या ल अब तान्नु मानि गाडिएको त छैन गाडीकै छैन ल साथीहरू राम्रो जाने अन्त त्यो चिसा गाडीको त तपाईँले त समातिरहेको छ क्या त्यसैले समातेर गाडेछ ठिक छ यो हाँगा चाहिँ तान्ने हो केही हुँदैन यस्तो पनि तान्छ यो अब यहाँ फिसिङमा साथी लिएर आएको गाइज होइन अब जङ्गलै थर्काएर चाहिँ यहाँ जङ्गलै थर्कायो भन्ने यार ल वाट अ नाइस ओपनिङ है गाइज राम्रो भएको छ डेको चाहिँ म एकछिन यसले ट्राई गर्छु अब लन्च आवर पनि हुँदैछ हाम्रो नर्वेजियन वुड वाला भाइब्स है I once had a girl, oh should I say, she once with me खालको क्या यो चाहिँ मेरो प्यारी दिदीले आज पठाउनु भएको के काम लगाएर नहुने गरी नै अड्क्यो फेरि सेम त्यही टेक्निक यस अत्ति नै के अरे that's how it's done. I meant to say that's how it's done, guys. Finesse. With finesse. Wow. Alright. अति डिप्रेस भयो कि म अब यहाँदेखि त्यहाँ तलसम्म चाहिँ म यो कुनै पनि रिक्स चलाउँदिनँ सिम्पली
टप वाटर चलाउँछु त्यहाँसम्म टप वाटर हान्दै जाने अनि जति जे हुन्छ द्याट्स इट गाइस F8 and it's an expensive lure है भन्नै पर्दाखेरि यो I don't want to lose this alright यसले चाहिँ फुल मरिकडलाई मात्रै टार्गेटेड हो अनि आज चाहिँ माछाहरूको मैले खासै चलपल नदेखेको हुँदा चाहिँ let's go something big let's go something loud alright guys let's do this छाडे चाहिँ least expected ठाउँमा हुन्छ guys अब फेरि तनाव भयो यस्तो तरिकाले हल्झिदियो क्या यताबाट गएर oh my god ridiculous यार यस्तो पनौती लाग्यो नि हेर्नु न त्यहाँ हल्झिदिएर क्या अब यहाँ टेक्दै जानु पनि कस्तो रिस्की छ क्या यो यप त्यो त भाँच्यो है यप दामी लाग्ने चाहिँ हो बिस्मिल्लाह गाइस त्यताबाट यता माथिबाट जानुपर्छ होला ती मकेको सेक्सनहरु छ गाइस
पुरै प्रोफेसनल बोल्डरिङ गरे जस्तो बनाइदियो यो त्यहाँ ठिक छ तिमी यस्तो सिजनमा चाहिँ काम भएर काम गर्छ गाई अनि यसलाई तिमी यता अनट्याङ्गल गर्नको लागि है Yes, guys. Oh my god. यस्तो इन्टेन्स ठाउँमा छु नि म तपाईँहरूलाई नो वर्ड्स क्या जस्ट किन स्पिचलेस Let's make a jump, guys. त्यहाँ अल्झिदिरहेको क्या माछा चाहिँ परेन है बट आई थिङ्क हाम्रो एन्डतिर आइसकेको छौँ बाटोको चाहिँ कन्डिसन एकदमै मेस्टअप भएको भएर चाहिँ यो एउटा आज चाहिँ म यहाँबाट अलिकति सनसेट नलिई चाँडै नै घर फर्किने हो अब अझ फेरि अलिकति कम्पनीसँग आएको छ आजकल चाहिँ कस्तो हुन्छ भने मलाई अब हप्ताभरि काम गऱ्यो ठ्याक्क आफ्नो डे अफको दिनमा चाहिँ यसो आउटडोर निस्केन भने चाहिँ अलिकति प्रोडक्टिभ नै फिल हुँदैन त्यही भएर पनि I'm forcing myself to do more fishing even though it's not an actual fishing season, guys. Pretty slow fishing season. Hore, because I don't know. I know nothing about fishing. म यो YouTube channel खोल्ने एउटा बहानामै नै I'm learning stuff. नेक्स्ट समरमा चाहिँ म कमिङ समर भनौँ न यो विन्टर पछि म आगै लाउँछु यो माटोमा चाहिँ हामी क्याम्पिङ नै आउनुपर्छ अब घरतिर लाग्छौँ अब यस्तो हिलो छ कि मेरो यो क्रक्समा पुरै हिलो टाँसेर चाहिँ क्रक्स नै एक भारी भइसक्यो 1 इन्च जति माटो टाँसिसक्यो गाडीको टायरको त कुरा नगरौँ गाडीको टायर त लिटरली 2 इन्च 3 इन्च त माटो छ यति स्लिप ग्रिप नभएर चाहिँ अब टोकियो ड्रिफ्ट हान्दै आएको अघि धन्न गाडी ब्यालेन्स चाहिँ खै कसरी आफ्नै इन्स्टिङ युज गरेर भइरहेछ अनि बाटो एकदमै मेस्ड अप छ तर केही छैन एभ्रिथिङ्स वर्थ इट भिडियोको लास्टसम्म हेर्नु भएको छ भने थ्याङ्क यू सो मच गाइस लाइक हान्नुहोस् कमेन्ट ड्रप गरिराख्नुहोस् अलिकति इन्टरेक्टिभ बनाउनु मन छ भने केही क्वेसनहरू ड्रप गर्नुहोस् केही रिक्वेस्टहरू गर्नुहोस् रिक्वेस्टहरू छ भने ड्रप गर्नुहोस् I'll try to fulfill all of that. Ani, yeah, there you go. I'll see you guys next time. The Nepa Nomad signing out. Bye bye. Bato, Gato, Jindagani. Doggur छ लाटो गाडी पल्टेन गाडी चाहिँ सलल उता बगेर तल गयो भन्ने कुरो हो उतातिर बगेर जाला भन्ने कुरो हो तर यतिको त जान्छ ड्राइभर कडा छ नि त कटियो कसले तर हाल्नु चाहिँ हालेको रहेछ यहाँ उयो कुन्चेले अघि फसायो त ड्राइभर कडै छ नि त इजी बेबी